Good morning everyone. म र भाइ चाहिँ आज सुन्दरजलतिर जाँदैछौँ. Let's see कस्तो हुन्छ के हुन्छ कहाँसम्म पुगिन्छ. Stay tuned with me. Climb. यो चाहिँ हाम्रो फुटचेक. बाबुको फुटचेक. घाम पानी भइरहेछ. हामीले पानी बोक्यो चौचोहरू बोक्यो. बजारे. बेलबडीबाट आइपुग्यो. Finally it's happening. A few moments later. ल हामी चाहिँ आइपुग्यो खोला. यो कालो चढ्दैछौँ हामी. यस्तो यहीँनिर म त यत्रो कालो भन्थ्यो होला. एउटा पार भयो एउटा बाँकी. कतिवटा लागि एउटा हामी चाहिँ दिदीभाइ मैले नि हाल्छ मात्रै रिङ. हामी चाहिँ मुल्कार आइपुग्यो है. मुल्खर. अनि यस्तो छ हाम्रो अवस्था. हाम्रो जुगाडी दिदीको जुगाडी लथे सुनिरहनु भएको छ दाइ तपाईँ. यु हेभ बिन रिप्लेस्ड. र अब चाहिँ हाम्रो रेस्ट टाइम रे. थकित भएको अवस्था. अनि हाम्रो झर्ना र पनि फोहोर फाल्न भनेर यसरी लिएर आएको छौँ. अनि यो फोहोर चाहिँ हामी घरै लिएर जानेछौँ. यसरी फाल्नुभन्दा बरु यसरी यहाँनिर फाल्नुभन्दा बरु घरै लिएर जाँदाखेरि राम्रो होइन. त्यहाँबाट तुरुक्क आइरहेको छ वाटरफल. फलोइङ डे भरे हिँड्न चाहिँ लास्टै गाह्रो भयो मलाई. सक्छ होला आउनुलाई. सो लेट्स सी. यस्तो बाटो जाँदैछौँ हामी. हाम्रो चाहिँ दिदीको लट्ठी अपग्रेड भएको छ. हामी चाहिँ यो के हो झर्ना पाइपले खालेको झर्नामा आइपुग्यौँ. ड्याम हो क्या यो. ढाप जाने यतैबाट हो. सिधै माथि त्यस्तो राम्रो छ यो बाटो. हजुर नि आइपुगेर अन्त. ए हजुर थ्याङ्क यू. हजुर हस्. यस्तो रहेछ हाम्रो. कुल होला होइन. त्यही त कुल होला होइन. यताबाट जाँदाखेरि चाहिँ मूल खर्को मेबी लङ वे होला. अनि यहाँनिर चाहिँ के लेखेको छ भने ढाप जाने छोटो बाटो 8 किलोमिटर रे. अनि हाम्रो एक्साइटेड ब्रो. हाम्रो फेस हिँड्दैछौँ. I'm walking. लाली गुराँस. देख्यो रातो रातो. त्यो होइन तेरो बाजे हो. रातो पाँच. सुन्तला भनेको मुन्तला रहेछ. खाँदैछौँ हामी.
रातदामले चाहिँ हामीलाई वेलकम गर्यो। अब कतिखेर वेलकम गर्ने हामीले दर्शन पाउने। हाम्रो रेस्ट फुटबल यस चढ्यो। अन्त रिभर अब हामी एकछिन यहाँ बस्छौँ। यस पानी चाहिँ यस्तो राम्रो छ। सबै खोलौँ क्या हो। ल जाउँ। 3 किलोमिटर छ अरे। यसो म एनर्जीको लागि एक्सट्रिम खाँदैछु। हेरौँ कति एनर्जी आउँदो रहेछ। एकछिन खायो भने कस्तो रहेछ एनर्जी आयो। त्यो काभ्रेली डान्स हान्नु आँट्यो अब। क्याप्चर भयो भन्यो। कहाँ गयो नि? हामीले डाके देखेको छ। डाके साइडतिर गयो डाके दुईटा। आमा हेर्नु त यहाँ निङ्रो मैले खोजेको। मैले रोपेको मैले रोपेको यत्रो ठुलो भएको छ। हेर्दै हेर्दा कति धेरै छ। अहिले जाने बेला एक मुठा आइपुग्यौँ धाब्याम। यता देखाइदिनुहोस्। एकचोटि फेरि चिचा न। ल फाइनल भरे यही कुकुरहरू देखाउनु त होला नि होइन। कहाँ जान्छ भनेर आएको मान्छे कहाँ आइपुग्यो। हाम्रो चाहिँ मिनी चटपटे। अनि यो ढाब्ड्याम भ्यू हेर्दै खाने अब। अनि यो म खाने मान्छे त्यस्तो घर चम्चा 1 hour later. ओह्रालोमा ब्यान्ड बज्दो रहेछ। तलसम्म है तलसम्म यही बाटो भने फरक भएर हिँड्दै थियो भने अहिले हिँड्न पनि के कसैले बोकेर घर लग्दै भन्यो भने म त ओहो भएको छ यहाँ। त्यस्तै भएको छ हालत यहाँ हिँड्न। फेरि हिँड्न लास्टै गाह्रो भइरहेछ। भोक लागिरहेछ। माई गड हाम्रो विक पोइन्ट चाहिँ यो रहेछ भरेङ। भरेङ। सबैको त्यही हो। ल हामी चाहिँ समोसा खाँदैछौँ अनि फर्किँदैछौँ।